जन्मदिनको शुभकामना तिम्रो जन्म जन्मभरिलाई तिम्रो प्रत्येक पाइलाहरूमा खुसी र उत्साहले साथ दिइरहोस्। सूर्य चन्द्रमाको प्रकाश जस्तै तिम्रो मुहारमा मुस्कान रहिरहोस्। तिमी खेल्ने मैदानभरि अजन्मको नाता जोडिरहोस्। तिम्रो यो जन्म मात्र होइन, सातौं जन्मसम्मलाई शुभकामना तिमीलाई मेरो। सबैजनालाई आज चाहिँ सन्डे 12 तारिक है। आज चाहिँ हामी घर आएको छौँ। अन्त आफ्टर चर्च आज चर्च चाहिँ छिट्टो सक्यो है। अन्त आफ्टर चर्च चाहिँ हाम्रो भाइ पास्टर सिटको चाहिँ नानीको बर्थडे छ, फर्स्ट बर्थडे हो। सो हामी फ्यामिली चाहिँ उहाँको नानीको बर्थडेमा जानु लागि रेडी भइरहेको छौँ। आजको बर्थडे कस्तो हुन्छ सो तपाईँलाई हामी देखाउने छौँ। हेर्नुहोस् है, मेरो च्यानल मार्फत आज हामी यहाँ सबै एक्साइटेड छौँ फ्यामिली, र फेरि पनि गएर बर्थडे आज कस्तो रहेछ तपाईँहरूले एकदमै यो मेरो च्यानल मार्फत अन्तिमसम्म यो ब्लगलाई स्किप नगरिदिनुहोस् है। र अहिले चाहिँ हामी निस्किनेछौँ घरबाट। लेट्स गो सबैजना। र हाम्रो बर्थडेको लोकेसन चाहिँ यहाँ मुनि हो र फाइनली अहिले चाहिँ अब हामी आइपुगिसकेका छौँ। र फाइनली अहिले चाहिँ हामी बर्थडे घरमा आइपुगिसकेका छौँ है। आजको बर्थडेको चाहिँ हाम्रो यहाँदेखि चाहिँ आजको हाम्रो बर्थडे अब आजको बर्थडे चाहिँ हाम्रो यहाँनिर है। बर्थडे घर चाहिँ यहाँनिर हो र बर्थडे चाहिँ यो प्रकारले डेकोरेट भइसकेको रहेछ। आजको बर्थडेको लागि सजिएको यो डाइनिङ हलहरू रहेछ है। रुसी भाउजू हाम्रो यहाँ सेवा सकेर पनि हाम्रो भाउजूहरू अघि आइपुग्नु यो प्रकारले आफ्नो नयाँ जिम्मेवारी लिएर यो प्रकारले सजिँदैछ है डाइनिङ। यहाँ चाहिँ हाम्रो डाइनिङको लागि रहेछ। अघि आउनु भएको यहाँ यो प्रकारले चाहिँ सजिँदैछ। अब यहाँ चाहिँ हाम्रो डाइनिङमा के आइटमहरू हुन्छ है। नानी उयो मैलाहरू किन खेलेको? यहाँ चाहिँ हाम्रो किचन टिम चाहिँ हाम्रो यहाँ रहेछ। हाम्रो क्याप्टेन टिम यहाँ चाहिँ हाम्रो बर्थडेको लागि आज पाक्दैछ है। जैबसी बिचरा चस्ना नै दिएको भने त पाकिसक्यो। जबै साथी दाजु जैबसी प्रकारले चाहिँ आजको हाम्रो आइटमहरू पाक्नु थालिसकेको रहेछ है। यो प्रकारले यहाँ आलुहरू पाक्दैछ। जैबसी अङ्कल अङ्कलहरू बिचरा बिजी हुनुहुन्छ। यसरी चाहिँ हाम्रो यहाँ आज बर्थडेको लागि जैबसी अथवा ए नै जैबसी खास हेड कुकहरू रहेछ नि यहाँनिर। हाम्रो यहाँ चर्चको डल्लै क्याप्टेन टिम है यो प्रकारले खटिराख्नु भएको छ। आज सन्डे चर्च नआएर पनि यसरी धेरै सपोर्ट पुऱ्याइराख्नु भएको छ। बर्थडेको लागि पाक्दैछ हाम्रो आइटमहरू। आफ्नो डिपार्टमेन्ट छ, यहाँ कोही चियाको डिपार्टमेन्ट, यहाँ कुकुर हुनुहुन्छ। यहाँ हाम्रो किचन लाइन, यहाँ चाहिँ हाम्रो कुकुरहरू चाहिँ चिया डिपार्टमेन्टमा हुनुहुन्छ है। चिया डिपार्टमेन्ट हाम्रो कुकुर हुनुहुन्छ। आजको मेन चाहिँ हाम्रो यहाँ लोकेसन चाहिँ हाम्रो यहाँनिर रहेछ है। र मेन चाहिँ आज हाम्रो यहाँ फाइनली बर्थडेको प्रोग्राम चाहिँ यहीँ हुनेवाला रहेछ है। सानो हाम्रो फेलोसिप अनि केक कटिङ यहीँ हुनेवाला छ। यो प्रकारले चाहिँ डेकोरेट भइसकेको छ हाम्रो बहिनीहरूले। हाम्रो यहाँ बहिनीहरू दिदीहरू अघि आइपुगेर पनि यहाँ डेकोरेट गरिसक्यो। डेकोरेसन पार्टी त हाम्रो यहाँ बहिनीहरू होला। यो प्रकारले चाहिँ डेकोरेट भइसकेको रहेछ नि त। बर्थडेको लागि अहिले रेडी हुँदैछ हाम्रो यो प्रकारले डेकोरेट हुँदैछ है। र बर्थडेको लागि यो प्रकारले सजिसकेको छ। र आजको बर्थडे हाम्रो केही क्षणमा स्टार्ट हुनेछ है। बर्थडेको यहीँ रहेछ है। र अब डेकोरेट हुँदैछ र केही क्षणमा आजको हाम्रो बर्थडेको प्रोग्राम पनि स्टार्ट हुनेछ है। देखाउने नै छु है। र हाम्रो यो बहिनीहरूले यो प्रकारले डेकोरेट गर्दैछ। यहाँ चाहिँ पऱ्यो हाम्रो स्पेसल हाम्रो कस्टर्ड बनाउने टिम। ठाउँमा डिपेन्ड छैन है, खानुमा मात्रै डिपेन्ड हुन्छ भरे। यसमा चाहिँ हाम्रो आइटम चाहिँ के मिलाउनु हुँदैछ आज यो उयो है। हजुर एकपल्ट भनिदिनुहोस् न भाउजू के को लाग्छ हाम्रो यो? दुधहरू पनि लाग्छ है। हजुर यो प्रकारले चाहिँ अब हाम्रो एकदमै स्पेसल फ्रुटहरू मिलाएर चाहिँ कस्टर्ड बनिँदैछ है। अहिले खाँदाखेरि टेस्ट अर्कै हुन्छ। बिचरा हामी बनाउनु हुँदैछ। यहाँ हाम्रो साह्रो खट्दैछ यो साह्रो। हाम्रो यहाँ बडी चिया डिपार्टमेन्टमा हुनुहुन्छ। यो त चाहिँ चिया डिपार्टमेन्ट छ। यहाँ हेल्प गराउनुमा हाम्रो आन्टी पनि आउनु भएको रहेछ। यो प्रकारले अर्ग्यानिक प्रकारले बनिँदैछ चियाहरू पनि यसरी बनिँदैछ है। बनाउनु चाहिँ मजाले। अहिले चाहिँ हाम्रो यहाँ आइटममा चाहिँ रहेछ पर्क है। पर्क चाहिँ यो प्रकारले बनिँदैछ है।
यो रेडी भएर टेस्ट गर्दा त अब यसको बेग्लै नै हुन्छ है फाइनलमा त। अहिले चाहिँ हाम्रो यहाँनिर हाम्रो फेरि यहाँ चर्चको अङ्कलहरूले क्याटरिङ टिमले चाहिँ एकदमै मिठो मिठो बनाउनुहुन्छ है आइटम चाहिँ। यो प्रकारले चाहिँ हाम्रो यो प्रकारले हाम्रो यहाँनिर पर्कहरू पनि बनिँदैछ है। स्पेसल यसो अलिकति निकालिदिन्छ कि अहिले चाहिँ हाम्रो मण्डलीहरू पनि आइसक्नु भएको छ है। यो चाहिँ हाम्रो डाइनिङ हल यहाँ देख्न सक्नुहुन्छ है। र अहिले चाहिँ हाम्रो यहाँनिर हल्का चिया खाजाहरू चल्दैछ यहाँनिर है। यो प्रकारले अहिले चाहिँ अब हाम्रो बर्थडे पार्टी चलिरहेछ है। र हाम्रो यहाँ चाहिँ डाइनिङ हल खाजाहरू लिने जग्गा चियाहरू खाजाहरू लिँदैछ है। हाम्रो प्रायः मण्डलीहरू गेस्टहरू आइपुग्न सकिँदैछ बसिरहेका छौँ। बर्थडे भइरहेको नजरहरू यस्तो छ है। अहिले भने चाहिँ अब हाम्रो बर्थडेको फेलोसिप पनि भइरहेछ है। अब यहाँ सबै मण्डलीहरू आइसक्नु भएको छ र अझै हाम्रो गेस्टहरू आउनुहुँदैछ है। र अहिले चाहिँ हामी यहाँनिर फेलोसिपमा अब बर्थडेको फेलोसिपमा हामी वेट गरिरहेका छौँ है। आजको लोकेसन है यहाँनिर बर्थडेको सबै कोखमा जन्म लिनुभएका छोरी नानी एडोरा जसको जन्मदिनको अवसरमा आज हामी यहाँ यो ठाउँमा भेला भएका छौँ। अनि विशेष यो समय आजको यो बर्थडे सेलिब्रेसन आजको यो जन्मदिनको उत्सवलाई मनाउन अघि यहाँहरू सबैजनालाई उहाँको उपस्थितिमा बडो आदरपूर्वक सम्मान अनि उहाँको उपस्थितिलाई बडो कदर गर्दै म तपाईँहरूको बिचमा एउटा वचनको पदलाई पढ्न माग्छु। पुस्तक 18 अध्यायको 20 पदमा, किनकि जहाँ दुई कि तीनजना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिमीहरूको माझमा हुनेछु। आमेन। परमेश्वरको जीवित वचन हो। अनि हिब्रू 4:12 पदले भन्छ परमेश्वरको वचन चाहिँ जीवित छ अनि क्रियाशील छ। अनि यतिखेर विशेष म तपाईँलाई यो आह्वान गर्न चाहन्छु। हाम्रो अघि सजेका जति पनि चेयरहरू छन्, जति पनि तपाईहरू चेयरमा आइकन बसिदिने यहाँ म अनुरोध गर्दै हाम्रो माझमा परिवार पक्षबाट प्रभु धन्यवाद छ तपाईँलाई येशू धन्यवाद छ नयाँ जीवन दिनुभयो मलाई प्रभु धन्यवाद छ तपाईँलाई आदिमा तब बसाल्नुभयो सदमले पृथ्वीको आदिमा तब बसाल्नुभयो उठाला हो मलाई केही खाँचो छैन उहाँले मेरो दयाहरूलाई चित्त नदिनुहुनाले मेरो दयाहरूलाई चित्त नदिनुहुना सुसेनको पानी छेउ सृष्टिको मालिक सृष्टिको रक्षा तपाईँलाई हाम्रो हृदय समेतले आदर प्रणाम सदैव
स्वीकार गरेर तपाईँहरू यात्रा पत्रबाट नानी एडोरालाई आशिष बोलिदिनको निम्ति उपस्थित परमेश्वरको जीवित वचनतिर म स्वागत गर्न यतिखेर मन पराउँछु। म विश्वास गर्छु हामी परमेश्वरको वचनलाई रातौँ दिन पढ्ने अध्ययन गर्ने मानिसहरू हामी केही समयको लागि अनुशासनबद्ध भएर बस्छौँ। मानव जातिलाई सर्वश्रेष्ठ प्राणीको रूपमा सृष्टि गर्नुभएको हो भनेर बाइबलले हामीलाई स्पष्ट पुष्टि गर्दछ। अनि सर्वश्रेष्ठ तपाईँको पुस्तकमा लेखिएको थियो, त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए। हे परमेश्वर, मेरो निम्ति तपाईँका विचारहरू कति बहुमूल्य छन्, तिनको सङ्ख्या कति महान छन्, तिनलाई मैले गन्नु परेमा ती बलुवाका कणहरू भन्दा बढी हुने थिए। जब म बिउजन छु तब म तपाईँसँगै हुन्छु। यो खण्ड दाउद राजाले लेखिएको खण्ड हो, जहाँबाट म तपाईँको यतिखेर तपाईँ सबैलाई तपाईँको काम गर्ने नानी हुनेछ, तपाईँको लागि नानी हुनेछ, सुरक्षित जीवन बारेमा तपाईँले एक करोड लागेर विचार गर्नुहुन्छ, हुनेछ। साँच्चै प्रभुजी, हामीले आजको साँझमा तपाईँको वचनबाट सुनेको छौँ, तपाईँले प्रभु यो नानीको बारेमा एक करोड लागेर सोच्नुहुन्छ, एक करोड लागेर विचार गर्नुहुन्छ। अनि साँच्चै प्रभुजी, दाउदले जस्तै एक दिन भन्न सक्नेछ, मेरो निम्ति परमेश्वर तपाईँको विचारहरू चाहिँ महान छन्, त्यसलाई मैले गन्नु परेमा ती समुद्रमा भएको बलुवाको कणहरू भन्दा पनि बेसी हुनेछन्। प्रभु, तपाईँको भलाइ र तपाईँको करुणाले यो नानीलाई आज तिमीलाई पर्खेर बसेका थियौ 9 महिनादेखि, तिम्रो मुहार हेर्न तडपेका थियौ 9 महिनादेखि। आज नयनहरूले विश्राम पायो, व्याकुल हृदयहरूमा शान्ति छायो। आज नयनहरूले विश्राम पायो, व्याकुल हृदयहरूमा शान्ति छायो। तिमीलाई देखेपछि भेरी कङ्ग्रेचुलेसन छ तपाईँ सब परिवारलाई। आशिषका वचनले हुनेछ। हामी यतिखेर हाम्रो बर्थडेको सेवा सङ्गतिहरू सकिएको छ। विशेष गरी परिवार असर भएपछि असिम गर्नुहोस्, मैले यहाँको सम्पूर्ण परिवारमा एउटा आशिषको रूपमा अजोरा नानीलाई दिनुभयो। अनि आज यो नानीले जन्म 1 वर्ष पुरा गरेको छ। प्रभु, यत्रो 1 वर्षसम्म यो नानी जन्मेको दिनदेखि लिएर यो समयसम्म तपाईँ पवित्र आत्मा परमेश्वरको ठुलो अनुग्रह भित्र राखिदिनु भयो। तपाईँको आँखाको नानी सर जोगाउनु भयो प्रभु। अनि जस्तै आजको वचनमा तपाईँको वचनबाट शक्तिशाली वचनबाट हामीले सुन्दै थियौँ, भजन सङ्ग्रह 139 को 13 देखि 18 सम्म हामीले सुन्दै गर्दा बुझ्दै गर्दा यो नानी परिवारको लागि, आमा बाबु मण्डली, गाउँ घर समाज देशको लागि एउटा आशिषित छोरी हुनेछ। हामीलाई यो नानीको जीवनमा मिलेका पोजिटिभ कुराहरू छ, शक्तिशाली कुराहरू छ प्रभु। आज यो नानीको जीवनमा देह हुन आउनेछ, किनभने तपाईँको वचन चाहिँ साह्रै शक्तिशाली छ प्रभु। तपाईँको वचन चाहिँ बिन्नु पनि टल्दैन। भोलि हामीलाई नानी एउटा 1 वर्ष कम्प्लिट हुनमा प्रभुले सहायता गर्नुभयो। अनि यसरी तपाईँहरूसँग हाम्रो परिवारको खुसी बाँड्न पाएका छौँ। तपाईँलाई धन्यवाद। थुप्रो प्रोग्राम छैन मेरो हातमा, तर केही प्रोग्राम छ। अनि त्यो चाहिँ म यहाँ आफै उभिन पर्ने जस्तो भएर चाहिँ उभिएँ है। अनि प्रभुलाई धन्यवाद दिनुहोस्। प्रभु हाम्रो परिवारको निम्ति साह्रै फेदफुल हुनुभएको छ है। किन भन्दाखेरि परिस्थिति हामीलाई थाहा छ, तर आजको बर्थडे यतिको हुनमा पनि प्रभुले हामीलाई ठुलो सहायता गर्नुभएको छ है। प्रभुलाई धन्यवाद भएको होस्। अनि यतिखेर हामी बेसी समयलाई खेर नफलिकन
एकदमै धन्यवाद दिन चाहन्छु पास्टर वर्णबास दाजुलाई। यहाँले बर्थडे को यो समयमा सेलिब्रेसनमा यहाँले परमेश्वरको जीवित वचन हाम्रो निम्ति राखिदिनु भयो अनि यहाँलाई परमेश्वरले धेरैभन्दा धेरै आशिष गरेको हुन्। के पनि छैन है, हाम्रो सानो थोरै मात्र छ, तर यहाँले ठुलो हृदयले स्वीकार दिनुहुन्छ भन्ने कुरा पूर्ण विश्वास राखेको छु। उहाँलाई धन्यवाद भन्नुहोस्। यतिखेर म नानीको आमालाई नै बोलाउन चाहन्छु। सिकाउने आत्मिकी बुबा पनि हुनुहुन्छ है, अनि यहाँको कारणले गर्दाखेरि म यो ठाउँसम्म उभिन सकेको छु। यहाँलाई हामी माल्य अर्पण गर्नेछौँ। यतिखेर म रोशनीलाई माल्य अर्पण तिमीलाई पर्खेर बसेका थियौँ 9 महिनादेखि तिम्रो मुहार हेर्न तडपेका थियौँ 9 महिनादेखि आज नयनहरूले विश्राम पायो व्याकुल हृदयहरूमा शान्ति छ। आइदिनु भयो, आशिष बोलिदिनु भयो। तपाईँहरू सम्पूर्णलाई ईश्वरले प्रशस्त आशिष गरेको हुन् अनि हामी यही प्रार्थना गर्छौँ तपाईँको जीवनमा परमेश्वरले उन्नतिको कुराहरू ल्याएको हुन्। अनि यो समय फेरि पनि म सञ्चालक दाजु हाबेल दाजुलाई दिन चाहन्छु। र यतिखेर हामी आइरहनेछौँ र आशीर्वादलाई ग्रहण गर्नभन्दा अगाडि तपाईँलाई अहिले एउटा मौका छ, सबैजना मिलिकन अनि ह्याप्पी बर्थडे एडोरा भन्नेछौँ। हुन्छ हजुर जी भन्छौँ हामी सबैजना चर्को स्वरले भन्नेछौँ। तपाईँहरू माथि जो जतिले हुन्छ गराउन सक्नुहुन्छ। 1 2 3 गो। परमप्रभुले तिमीहरूलाई आशिष देऊन् र तिमीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्। हामीलाई माया गर्नुहुने परमेश्वर पिताको अगापे प्रेम, पुत्र यीशु ख्रीष्टको अपार अनुग्रह अनि पवित्र आत्माको शान्ति र सहभागिता यस परिवारको साथमा, नानी एडोराको साथमा अनि विश्वभरि भएका तपाईँका सन्तहरूको साथमा जबसम्म तपाईँ महिमित बादलमा आफ्नो मानिसहरूलाई लिन आउनुहुन्न त्यो दिनसम्म अहिलेदेखि लिएर सदा सर्वदा बनिरहन्। जय मसीह। पुरै तपाईँ सबैलाई प्रशस्त आशिष गरौँ। तिमीलाई देखेपछि तिमीलाई देखेपछि तिम्रो मुस्कानमा धरती रोकिन्छ, तिम्रो हेराइमा मेरो धडकन तिम्रो रुवाइमा सङ्गीत गुन्जन्छ, तिम्रो बोलीमा मेरो आनन्द ईश्वरको हाँसोलाई लिएर आयौ, जीवनको पीडाहरू बिलायो। ईश्वरको हाँसोलाई लिएर आयौ, जीवनको पीडाहरू बिलायो। तिमीलाई देखेपछि तिमीलाई देखेपछि स्वागत छ तिमीलाई अस्तित्वमा आमा बुवाको सानो घरमा। र अहिले चाहिँ प्रायः हाम्रो बर्थडे सकिसकेको छ है, गिफ्टहरू डिस्ट्रिब्युसन पनि भइसकेको छ र अहिले चाहिँ हाम्रो यहाँनिर खानाहरू खाने सेसन है, यो देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो डाइनिङ हल है, र अहिले खाना पनि बनाउँदैछ है। मण्डलीहरू सबै भर्खर हुँदा
खाना पनि स्टार्ट भएको छ अहिले चाहिँ खाना अहिले हाम्रो यहाँ डेक्ची ड्राइभर पनि हुँदैछ टाढोबाट आएको छ गेमदेखि आएको आइहाल्यो ल एकैछिन सानो भिडियो यसरी डेक्ची ड्राइभर हुँदैछ भाइहरू अहिले एकछिनमा हुन्छ सघाउ पकाउ खानु पनि डरै खाएको र अहिले भने चाहिँ हामी फेरि पनि बर्थडेबाट हामी घर आइपुगिसकेका छौँ है र हामी यसरी फ्यामिली आजको ब्लग चाहिँ मैले यहाँ घरदेखि स्टार्ट गरेको थिएँ र फेरि पनि गर्दैछु आजको ब्लग है आज चाहिँ हाम्रो नानीको बर्थडे थियो एकदमै रमाइलो भयो है एकदमै हामी मजाले इन्जोय गऱ्यौँ एकदमै मजाले मिठो मिठो खानापिनाहरू पनि खानपिनहरू गऱ्यौँ है र यसरी फेरि पनि घरमा आइपुगिसकेको छौँ अहिले बेलुकाको समय त्यस्तै म्याक्सिमम् 8 बज्न लागेको छ र तपाईँहरूले मेरो ब्लग मार्फत हेर्न सक्नुहुन्छ हाम्रो नानी पास्टर सिटको नानीको है बर्थडे कस्तो भएको छ भनेर र तपाईँहरूले हेर्न सक्नुहुनेछ र एकदमै मेरो ब्लग मार्फतमा तपाईँहरूले नानीको लागि एकदमै ब्लेसिङ्स पनि बोलिदिनुहोस् है तपाईँहरूले एकदमै बर्थडे विस गर्नु सक्नुहुनेछ है र यसरी नै मिठो मिठो ब्लगहरू दामी दामी ब्लगहरू लिएर फेरि पनि नेक्स्ट टाइम तपाईँको अगाडि आउने नै छु है र तबसम्मको लागि बिदा चाहन्छु र सबैजनालाई मेरो ब्लग मार्फत गुड नाइट है र यति भन्दै थ्याङ्क यू गाइज फर वाचिङ